छिर्दैन ओर्ली ओर्ली भने भाइ ओर्ली सरी है आन्टी गरिया चाहिँ वरदान पर्ने रहेछ ल बल्ल आएका हतियार हो नि त हतियार चलाउनलाई होइन सानो किनोमा हुँदैन क्या रास चलाउनु पर्छ क्या झ्याप ओ सही हो यसरी काट्ने हुँदै ल मासु चिउराएका ल आमा यो गर्नु ल तपाईँ पनि यसरी पोज देखाइदिनु न ल भाइ देखाइदिए त कस्तो पोज ल यस्तो ल guys, I know. Hey, good evening. कस्तो होइन अनि फेरि भाइ पनि बस्ने अझै अनि मोटो मान्छे बसाएर परदेखि बस्छु भने म बिचमा बस्छु यहाँ खुट्टा छिराएन समातेर बस बाटो सबै देखिन्छ वे अहिले त्यहाँ देखा रहेछ भने हेर्न भाइ देखिन्छ हेर के छ साथी आरएम बेच्दिने अनि मलाई अनि लिन आऊ भन्ने नि दोस्त तिमी भर्खर भ्यान्टे भाइलाई सोधेँ मैले बलिरहन्छ भाइ त्यो भाइ बिस्तारै हेर है बस्ने बेला त्यो झ्यापे नबस्नु भाइ टाइट भएर बस है भाइ डाँडामा चाहिँ होइन फर्स्ट क्लास मेरो नि त्यो भाँचिन्छ त कति छ त्यो भाँचिन्छ मैले प्लास्टिकको हेर भाइ पर अगाडि आइज म यहाँ ट्याङ्कीमै बसिछु भाइ अगाडि आइदिएको अरे त सकेसम्म अगाडि आइदिएको अरे
अगाडि आओ बाइक अगाडिको टायर उड्या क्या मुला हेरिरहेको तामाले होइन घाम्टे डाँडा हेवन हिल रिसोर्ट रहे गाई न त मैले भाइ बिस्तारी नै चला त है हटाउ न भाइ ल भन्छ किन यही बस्न हामी किन ए यही बस्ने त ल अहिले चाहिँ गाइज हामी रानीकोटमा छौँ होइन ल ल भाइ हात एकचोटि पोज देखाइदेऊ नि त ल त्यो माका डक्स्ने आयो होइन त्यो भाइ पनि त पानी खान लाग्छ ल हेर्दा उहाँ ऐनामा क्या खतरा देखिँदैछ अलि अड्या कहाँ पहुँचेंगे मानेटोमाको बस पार्क लाकुरीबाट यताबाट बस पार्क यहाँबाट चाहिँ पनौतीबाट चाहिँ बस पार्क पनौतीको त अझै यहाँ होइन अझै तल हो यार मानेटोमा नै हामी चाहिँ काभ्रे र ललितपुर भक्तपुरको सीमामा छौँ गाई
सबै भाइहरू आनन्द एकदम धेरै लाए 5 मिनट कोही 20 मिनट भनिदिने कोही मैले 5 मिनट भनिदिने भाइ मलाई नि उयो यस्तो एउटा खोजिदेऊ न यहाँ एउटा कभरै खस्यो क्या त्यहाँ हेर न भोलि ल्याइन्छ यस्तो छ नि यार है हेर न त्यहाँ कभरै कहाँ छ टक्क भोलि ल्याइन्छ ल म ल मलाई सम्झेर भन्नु हिरो छस् भाइ हिरो छस् भाइ त आज बिहानदेखि हिँडेर आइस कसैले तिमीहरू पनि बोका भनेर अगाडि जाइ कडा भाइ ए भाइ जाँदैन तेरो जान्छ गाडी जान्छ भाइ ए भाइ त्यहाँ छिर्दैन ओर्ली ओर्ली भने भाइ ओर्ली सरी है आन्टी गरिया चाहिँ वरदान पर्दैछ अघि नै मैले हेर्नुपर्छ नि त्यत्तिकै अरूलाई डिस्टर्ब मात्रै गरेर ल बस बसिस गरे ल गाइजहरू हामी चाहिँ आयौँ कहाँ गरे अघिदेखि आइसक्यो भन्छ हेरकडा स्याल आयो स्याल हेरकडा स्याल आयो के भने यता मैले कत्रो स्याल देखायो चित्ता स्याल है यहाँ गाइज यो बाटो माथितिर गयो भने चाहिँ होइन लाकुरी हुँदै होइन गदौरी भइन्छ ल गाइज यार यहाँ माथि पनि घर रहेछ यार
I fear. Hello guys. Thoughts build up until I म अरिवेल तलतिरसम्म आएको थिएँ आज त यहाँ feels up into a creature. And it haunts me somewhere much. राख्नुपर्छ क्या एकदम Anxiety, filling up every space, no privacy. And silently, you can build and build until you finally see. Whoa, it's taking over, damn, no closure, moving closer. No exposure, I just wanna be a loner. Some can't stay sober, looking over all their shoulders. Like moving boulders just to get out of the home. It sucks, I've had enough. I don't wanna feel the stuck under the rug, all my problems that I shove. Look guys, look. In my head, I fear that the thoughts build up Look, bye look, look. that my mind fills up into a creature. Right there, look. And it haunts me. तपाईं नै खानु हैन तपाईहरु नै खानु I got ल है त in my head, ल I fear ल ल आमा यो गर्नु ल तपाईं पनि यसरी पोज देखाइदिनु न fills up into a ल भाइ देखाइदिए त कस्तो पोज ल यस्तो ल feeling weird, I can't see